हजुर नमस्कार, तपाईँको शुभ नाम? गणेश जोशी हजुर, म जोशी मोसन प्रोप्राइटर। हजुरले यो व्यवसाय सञ्चालन गरेको कति भयो होला? मलाई यो 12 वर्ष ती भयो सर। यत्रो वर्ष राम्रै आम्दानी थियो र त्यही भएर लाग्नुभयो कि? ठिकै छ हजुर, भन्दा पहिले म इन्डिया काम गर्थेँ, त्यहाँ राम्रो नलागेर यता आएर यता काम गरेको। इन्डियामा कति काम गर्नुभयो? इन्डियामा 10-12 वर्ष काम गरेँ। त्यहाँ त्यस्तो राम्रो लागेन? त्यो उपलब्धि भएन, आफ्नै देशमा गर्नुपर्छ, आफ्नो देशमा सुन फल्छ भनेर म यता आएको। हजुर। कतिको आम्दानी हुन्छ त दिनभरिमा? यसमा हाम्रो ढ्याडी भइरहेछ, बच्चाहरू पनि सँगै बस्छन्, विदेशमा भयो भने बच्चाहरू सँगै बस्न पाउँदैनन्। हजुर। त्यस कारणले हाम्रो बच्चाहरू सँगै छन्, सबै कुरा राम्रै छ। मासिक रूपमा तपाईँले कहिले आकलन गर्नुभएको छ यो महिना चाहिँ यति जति आयो? हाम्रो सब कटाएर 30-35 हजार बचिहाल्छ, खानासाना यताउति भाडासाडा बच्चाहरूको फी ए सबै कटाएर 30-40 हजार आउँछ। 40,000 आउँछ भनेदेखि त 1 लाख प्लसै आउँछ होला यदि खर्चै ग्रोस प्रफिट हान्ने हो भने 1 लाख प्लस। फेरि 5 जना कामवाला पनि छ नि त, कामवाला दिनुपर्छ। ए तपाईँले रोजगारी पनि दिनुभएको? 5 जनालाई। ए आफ्नै देशमा बसेर फुड स्टल हालेर तपाईँले 5 जनालाई रोजगारी दिएर बच्चाहरूको फिस आफ्नो खर्च भाडा कटाएर फेरि पनि 30-40 हजार बचाउने अवस्थामा हुनुहुन्छ? पहिला ठेलामा काम गर्थ्यौँ, बिस्तारै ठेला हटाएर अहिले पसल पनि किन्यौँ 5 लाखमा। हजुर। राम्रै भएको छ जे होस् 12 वर्षमा। हाम्रो भिडियोको सन्दर्भ चाहिँ खाडीमा घाम खाएर काम गरिरहेका मेरो दाजुभाइलाई घर फर्काउने सन्दर्भमा उहाँलाई म यस्तो भन्न चाहन्छु कि वास्तविक यहाँ घरमा बस्ने हाम्रो केटाकेटीसँगै हुन्छन् अनि पढाइ पनि हेर्न सकिन्छ केटाकेटीको, त्यहाँभन्दा यहाँ आएर बस्यो भने केही व्यवसाय गर्ने अलिक फाइदा हुन्छ, त्यो भन्न खोजेँ। उहाँहरूलाई म आग्रह गर्छु घर आउनुहोस्, घरमै केही गरौँ, आफू पनि रोजगारी बनाउँ र अरूलाई पनि। केटाकेटी परिवार पनि हेर्न पाइन्छ नि त, बुवा सबै कुराहरू। विदेशमा भएपछि 5 वर्षमा बस्नु पऱ्यो भिसा लिएर, कोही बिना भने आउनु पाइँदैन। त्यस कारणले यहीँ केही गऱ्यो भने राम्रो होला भने उहाँहरूलाई म मेरो तर्फबाट आग्रह गर्छु। तपाईँको अमूल्य समयको लागि धन्यवाद। थ्याङ्क यू सर। खाडीमा रहेका मेरा दाजुभाइहरूलाई घर फर्काउने अभियानमा हामीले आजको भिडियो सुट गरेका थियौँ। यदि कुनै सानो फुस्टल हालेर हामीले नेपालमा बस्ने वातावरण बनाउन सक्छु कि नै, आजको यो भिडियोमा मैले धेरै फुस्टल मालिकहरूसँग गरेको कुराकानी थियो। धेरै फुस्टल मालिकहरूसँग हामीले अन्तर्वार्ता लिएर तिनी समस्या र आम्दानी पनि जान्यौँ। नेपालमै पनि फुस्टल हालेर गर्न सकिँदो रहेछ। खाडीको घाम खानुभन्दा नेपालमै काम गरौँ भन्नेको सङ्ख्या बढी नै छ। यस्तै भिडियो हेर्नको लागि मलाई लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।